यो सिजनमा गाभा मन पराउने त सबै हुनुहुन्छ, तर मैले चाहिँ गाभा सबै काटेर आज फालिदिएँ। किन फाले भिडियो अन्तिमसम्म मसँगै हेर्नु होला। धेरै दिनको झरीपछि आज बल्ल घाम लागेर म चाहिँ गाभा टिप्न गएँ। गाभातिर त यस्तो पुरा झाड जङ्गल भइसकेको रहेछ। गाभाको यो फुल कसले देख्नु भएको छ हेर्नु साथीहरू, यस्तो हुन्छ गाभाको फुल। म चाहिँ आज यो छिप्पेको गाभाहरू सबै काटेर फाल्न आँटेको अनि भित्रभित्रको पकाउन आँटेको है। ला साथीहरू, मेरो गाभालाई त बर्ड फ्लू लाग्यो भन्न मिलेन। अब गाभालाई त्यस्तो हुँदैन, ब्रोइलर कुखुराको जस्तो बर्ड फ्लू आउँदैन, त्यसैले छिप्पेको फाल्न आँटे म चाहिँ। हेर्नुहोस्, अब सहर बजारतिर थियो भने त यही पनि खाइन्थ्यो होला। हाम्रो गाउँघरतिर त कति हुन्छ कति। मैले चाहिँ आफूलाई खानालाई राम्रो राम्रो हेर्नुहोस्, कलिलो कलिलो भित्रको मिठो मिठो लगेर चाहिँ हिँडेँ बनाउन। अब चाहिँ म बनाउनतिर लागेँ। फेरि मलाई एउटा बचपनको कुरा याद आयो कि साथीहरू, हामी यसरी छाता बनाएर हिँड्थ्यौँ नि, यत्रो पात देख्यो भने मलाई ठिक्क त्यही कुरा याद आइदिइराखेँ। म चाहिँ फेरि नगरी छोड्दिनँ अनि मैले चाहिँ भिडियो बनाइहालेँ। त्यसपछि मैले चाहिँ गाभालाई सबै के गरी राम्रोसँग केलाउन थालेँ। यसलाई चाहिँ धोइ पखाली गरेर अनि यसरी केलाउँदा राम्रो हुन्छ, पछि झन् हात पुरा कोक्याउने हुन्छ। आज चाहिँ मैले हातमा चुक लगाउन बिर्सेछु, अब मेरो हात पुरा चिलाउँछ होला। आज धेरै दिनपछि घाम लाग्यो भनेर के गर्नु साथीहरू, गर्मी यस्तो बढेको छ, कुरै छोडिदिनु। म गर्मीले पुरा लित्रिप्प भिजिसकेँ। आज चाहिँ मैले ठुल्ठुलो गरी बनाउँदैछु, यत्तिकै म कुकरमा राख्ने हो। अनि म चाहिँ मजाले बनाउन थालेँ। अब हेर्नु न कति मोटो मोटो छ भन्दैछु। म चाहिँ फेरि पङ्खा पनि चलाएकी छु, गर्मी पनि त्यस्तै छ। आज चाहिँ मैले तलको डाँठ कम हालेकी छु, यस्तो चिलाउँदैछ फेरि मलाई। अनि पात बढी हालेकी छु आज मैले। यो मलाई त्यसैले यो सेतो गाभा मन पर्दैन के, कालो गाभा फेरि एउटा पनि कोक्याउँदैन। अब चाहिँ मैले यो गाभा रेडी गरेँ अनि यसरी टिमु र जिरा फुराइसकेँ। हेर्नु हातमा चुक पनि लगाएँ मैले चाहिँ आज गाभालाई यसरी पोको पार्दै बनाएकी छु। हेर्नु न मिठो हुन्छ, कोक्याउँदैन भनेर एउटा सिसको पनि देखेकी थिएँ भिडियो मैले। अनि हाम्रो पहिलाको मान्छेहरूले पनि बनाउनुहुन्थ्यो कि यसरी, त्यही भएर मैले चाहिँ आज यसरी बनाएँ। त्यसमा झैँ पानी राखेर अनि यो गाभालाई राखेँ। आज मेरो हात चिलाएर उत्पात भएको छ साथीहरू, त्यसैले मैले हेर्नु न कति बाक्लो कालो कालो चुक लगाएकी छु हातमा। त्यसमा थोरै नुन र बेसार राखेर मैले छोडिदिएँ सिटी राख्न। अब हेर्नुहोस् न बाहिरको वातावरण आजको यस्तो राम्रो भएको छ घाम लागेर। आउनुहोस् म हजुरहरूलाई देखाउँछु मेरो घरको फुलहरू। हेर्नुहोस्, यो भन्छन् असारे फुल, यसलाई के भन्छन्, यो चाहिँ यति राम्रो गुलाब फुल, रातो प्यारो। त्यसपछि यो रहेको छ लालुपाते अनि के फुलहरू, यो चाहिँ सेतो गुलाब फुल हो। अनि यसलाई के फुल भन्छन्, यो चाहिँ हाम्रो यस्तो भएको छ लहरा। उहाँ हुनुहुन्छ हाम्रो घरको तुलसी माता, कति राम्री हुनुभएको छ, प्यारी। सो पिस फुल्ने नफुल्ने अम्बा यहाँ त्यहाँ के छ हाम्रो बारीमा। अनि हाम्रो बारीको फुलमा चाहिँ एउटा उहाँ पनि हुनुहुन्छ। सो पिसमा चाहिँ उहाँ हुनुहुन्छ, तर उहाँ यति लामो हुनुहुन्छ ढल्किहाल्नुहुन्छ कि। ऊ चाहिँ प्याज फुल कति राम्रो फुलेको छ, धेरै वर्षको मेहनतपछि उहाँ पनि बल्ल बल्ल फुल्नु भएको छ, कति प्यारो गरेर। हेर्नुहोस् न, यत्तिकै खाना पकाउँदै घुम्दै मेरो टाइम पनि अब सकिन आँट्यो। मैले चाहिँ फुल टिपेर कानमा लगाइहालेँ प्याज फुल। म नहुँदा भान्सा सम्हाल्ने उहाँ हुनुहुन्छ हाम्री बिल्ली, मैले फुल दिँदा भागिहालिन्। त्यसपछि मेरो तरकारी फ्राई गर्ने टाइम भयो। सरी गाभा यत्तिको भएको थियो पाकेर, अनि मैले चाहिँ यसलाई कच्याङ कुचुङ पारिदिएँ अनि यसलाई फ्राई गरेँ। अहिले चाहिँ मेरो यति शान्त वातावरण, मेरो छोरो आफ्नो आमासँग घुम्न गएको छ कि उता कतातिर, अनि त्यही भएर मलाई चाहिँ आनन्द भिडियो बनाउन मिलेको छ। यत्तिको फ्राई भइसकेपछि स्वादअनुसार नुन र चुक त राख्नै पर्यो गाभाको, एकदम बेस्ट। त्यसपछि मैले राखेँ नुन र चुक। आज चाहिँ मैले खाना राख्न धेरै मेहनत गरिनँ साथीहरू, फटाफट राखिहालेँ यत्तिकै। आँपको अचार, कागतीको अचार, डल्ले खोर्सानी, गाभा, भात। मेरो नन्द र म चाहिँ फटाफट खाना थाल्यौँ। त्यसपछि मिठो भएको छ भन्दै हुनुहुन्छ, म पनि खान थालेँ। आजलाई यति, बाइ बाइ साथीहरू।